हेलो एभ्रिवान, स्वागत छ यहाँलाई मेरो किचनमा। सदा जस्तै आज पनि एउटा नयाँ रेसिपी लिएर यहाँहरूमा आज आइसकेको छु। आज चाहिँ मैले बनाउन पनि छिटो अनि खाँदा पनि एकदमै मिठो आलु साँधेको रेसिपी लिएर आएको छु। सुरु गर्छु है त बनाउन। मैले चाहिँ मेरो आवश्यकता अनुसार आलुलाई राम्रोसँग धोएर कुकरमा राखिसकेको छु। अब चाहिँ 1 देखि 2 सिटी लागिसकेपछि कुकरको बिर्को खोल्दैछु। आलु राम्रोसँग पाकिसकेको छ। अब चाहिँ आलुलाई केही समय सेलाउनलाई छोडिदिन्छु र सेलाइसकेपछि सबै आलुको बोक्रा निकाल्दै जानेछु। मैले चाहिँ आलु साट्नको लागि मसिनो आलुलाई लिएको छु भने हजुरहरूसँग जस्तो आलु छ त्यस्तै आलु लिन सक्नुहुनेछ। अब चाहिँ सबै आलुलाई तासेर तयार गरिसकेको छु। ठुल्ठुलो आलुलाई चाहिँ टुक्रा बनाएको छु भने मसिनो आलुलाई यत्तिकै छोडेको छु। अब चाहिँ आलु सार्नतिर लाग्छु। सबैभन्दा पहिला स्वादअनुसार नुनलाई राख्नुपर्ने हुन्छ। आलु सार्नको लागि छोपको पनि आवश्यकता पर्छ। मैले चाहिँ आलसको छोप राखेको छु। हजुरहरूसँग तिल, सिलाम जेको छोप भए पनि राख्न सक्नुहुनेछ। यसै गरी पिरोको लागि थोरै धुलो खुर्सानीलाई राखेको छु। आधा चम्चा जति टिमुरको धुलोलाई पनि राख्न सक्नुहुनेछ। मैले चाहिँ खाना नमिल्ने भएकोले राखेको छैन भने आधा चम्चा भुटेको जिराको पाउडर राखेको छु। अब चाहिँ आलु झान्नको लागि ग्यास अन गरेर प्यान बसाइसकेको छु। 1 चम्चा जति तोरीको तेललाई राख्छु र तेल तात्नलाई एकैछिन छोडिदिन्छु। अब चाहिँ तेल राम्रोसँग तातेको हुनाले माथिबाट थोरै मेथीको दानालाई फुराउँछु। मेथीको दानामा हल्का कलर आउन थालिसकेपछि ग्यास अफ गरेर थोरै बेसारलाई पनि राख्छु। तेल राम्रोसँग तातिसकेको छ। अब चाहिँ आलुमा राख्छु। यसै गरी थोरै हरियो धनियाको पत्तालाई पनि माथिबाट राखेको छु। आलु साँधेकोमा छुटाउनै नहुने अमिलो मैले चाहिँ कागतीको अमिलो राखेको छु। हजुरहरूलाई कतिको अमिलो मनपर्छ त्यही अनुसार राख्न सक्नुहुनेछ। अब चाहिँ आलुलाई एकैछिन मिक्स गर्नुपर्ने हुन्छ। अब चाहिँ आलु राम्रोसँग मिक्स भइसकेको छ। खानको लागि तयारी पनि भइसकेको छ। एउटा प्लेटमा सर्भ गर्दै जानेछु। यसरी बनाएको आलु चाहिँ बनाउन पनि एकदमै सजिलो अनि खाँदा पनि एकदमै मिठो हुन्छ। यहाँहरू पनि आफ्नो भान्सामा सजिलैसँग बनाएर खान सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।